त्यो माथि अलिकति छुस्स देखेको त्यो आइदिएको घर हो। त्यो ठ्याक्क मेरो औँला बाबाको आइदिएको मकै हो। अनि त्योभन्दा तल्लो चाहिँ बिलबुडाको हो। त्यो कम्पनी बाह्र बानी सरल होइन। नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई बोमजन ब्लग्समा। यहाँ हरेक यात्रामा नयाँ ठाउँ, नयाँ स्वाद, नयाँ संस्कृति र नयाँ अनुभव भेटिनेछ। आउनुहोस् आजको भिडियोलाई सुरु गरौँ। लेट्स गो। यहाँ पारी पुरै नगरकोटमा चाहिँ पुरै पानी परिसक्यो गाइस साथीहरू है। अब यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरू, उता पुरै पानी परिसकेको छ। अब यहाँ पानी पर्न लाग्दैछ गाइस साथीहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँबाट हेर्नुहोस्, पानी पुरै पानी परिरहेछ। अब यतापट्टि पनि पानी पर्ने सम्भावना धेरै देखिएको छ साथीहरू। यहाँ पनि गाइजहरू पुरै पानी परिसकेको छ। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। यहाँ पुरै पानीमा भित्दै दुईजना युवाहरू हिँडिरहेका छन्। अब यिनीहरूलाई पानीले केही पनि गर्न सक्दैन भन्ने हिसाबमा गाइज सबैजना यसरी हिँडिरहेछ है। कम्पनी बाह्र बानी सरल होइन। अब पानी पर्यो गाइज, के गर्ने होला है। अब यस्तै हो, पानी परिरहन्छ जहिले पनि। अब यस्तै छ, आजको दिन यसरी नै गयो। मामफुली है, विवादपुर पारामा यस्तै छ पानी। अहिले उता मात्र देखाएको थियो, अहिले यता पनि आइसक्यो। यहाँ छेउमा एउटा गाडी पनि बिग्रेर बसिया रहेछ गाइज साथीहरू। यसलाई चाहिँ म यसो गरेर यसो गर्छु, तपाईँहरूले देख्नुभयो कि भएन। यहाँ गाडी बिग्रेर बसिरहेछ, गाडी बनाउँदैछ क्यारे त्यो पनि होइन गाइजहरू। यस्तै छ हाम्रो ठाउँ। हाम्रो ठाउँ चाहिँ यस्तो हो गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरूले। त्यो चाहिँ पारी, त्यो पारी देखेको चाहिँ त्यो स्कुल हो गाइज साथीहरू। त्यो चाहिँ स्कुल हो होइन। अब यहाँ चाहिँ यस्तो छ, पानी परेको अवस्था छ। र्याङ्को डोडेर मान्छे हिँडिरहेछ, हेर्नुहोस् साथीहरू। स्वादले हिँडिरहेछ मान्छेहरू, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यही हो बर्खा मौसममा, बर्खाको समयमा हुने, झरीमा हुने यस्तै हो। तपाईँहरूले पनि बर्साती बोक्नु चाहिँ नबिर्सिनु है गाइजहरू। यहाँ चाहिँ पुरा गफ भइरहेको छ। यहाँ कस्तो कसको मकै कस्तो भयो भनेर गफ हुँदैछ। अब यो त्यो माथि अलिकति छुस्स देखेको त्यो आइदिएको घर हो। त्यो ठ्याक्क मेरो औँला बाबाको आइदिएको मकै हो। अनि त्योभन्दा तल्लो चाहिँ बिलबुडाको हो। त्यो यो चाहिँ यो पहिरोभन्दा यताको चाहिँ बिलबुडाको हो, होइन त गाइज होइन। अब हामी त यहाँबाट मकै हेर्ने मात्रै हो गाइज। अब त्यहाँ गाडी बिग्रेर बसिएको छ, ऊ लात्त लाएर त्यहीँ यहाँनिर गाडी बिग्रेर बसिएको छ। यस्तो छ अवस्था अहिले पुरै। हेर्नुहोस्, झरी परिरहेछ मस्तले गाइज। अब झरीमा कहाँ जानु लाग्यो हो, यिनीहरू पुरै हिँडेको छ गाइजहरू सबैजना। चिया जाउँ भनेर यसो भित्र निस्केर पानी बराबर भइहाल्यो। पानीले गर्दाखेरि अब चिया अलि होइन निम्साङ। ए निम्साङ, तिमी पनि चिया खान जानु लाग्यो हो? भर्खर उठा जस्तो छ यो, भर्खर उठ्याएको हो निमिस हो। अनि स्कुल नगएको? स्कुल गएन? किन नगएको त स्कुलमा? निस्माहरू चाहिँ गइसक्यो? अनि निस्माहरूले नलगेको तिमीलाई हो? अब यहाँ हाम्रो थापा काजीको भाइ पनि छ। यो मेरो भतिज हो, यो मेरो भतिज हो। अनि कहाँ चिया खान जानु लाग्यो? अब के फेरि हानिदिनु होला त? अहिले नहान्ने? पानी परेको मौकामा यसो तामसाम छाप्छौँ नि त, यसो प्याट गरेर भन्ने कुरो हो नि त होइन। यस्तै छ साथीहरू, गाउँघरतिरको हालखबर चाहिँ यस्तै छ। तपाईँहरूकोतिर कस्तो छ है? तल ट्यागको कमेन्ट बक्समा ट्यागको कमेन्ट गरिदिनु है गाइज साथीहरू। अब भिडियो जस्तो भयो नि ट्याग तपाईँहरूलाई होइन, यस्तै हो। अब हाम्रो
हाम्रो आमा पनि भारी बोकेर आउँदैछिन् म चाहिँ यहाँ तल बारीमा गएर आएको त्यो उ रोपेको ठाउँमा यो के अरे सुन्तला रोपेको ठाउँमा आमा चाहिँ भर्खर आउँदै हुनुहुँदो रहेछ हाम्रो आमा 60 वर्ष भइसक्यो भारी बोकेर हिँड्छ यसरी बुन्नु अब म चाहिँ त्यहाँ बारीबाट मोटरसाइकलमा ढुनुङ आइहालेँ गाइज आमा आउँदै हुनुहुन्छ अहिले आमा आएपछि अहिले मलाई गाली गर्छ होला है आमा आउँदै हुनुहुन्छ यस्तो छ जुम गऱ्यो भने यस्तो हुने रहेछ जुम आउट गऱ्यो भने यतिको हुने रहेछ ल गाइस खाली यही त रिङ्गना मालिस Tiga perang. Este हो आमालाई भन्ने आमा यसो तुईले चिन्नु हैन ए तुई त चिन्ने बिना माइ धेरै माइ भाषा पनि बिस आमा ए त बुझ्नु मलाई बिस माम हैला ए Thế uzu lau le frango, uzu cargo. Chu. Tanya dari. Uzu jalan aja bu, dadah. Cái năng